प्रभुलाई धन्यवाद दिनुहोस् किनभने आज प्रभुले हामीलाई धेरैवटा कुराबाट पुनरुत्थान गर्दै हुनुहुन्छ। आमेन। हाम्रो त्यो अशान्ति हृदयहरूबाट हामीलाई प्रभुले पुनरुत्थान गरेर शान्तिमा लाँदै हुनुहुन्छ। आनन्दमा हाम्रो जीवन अब प्रभुले आनन्दमा फर्काउँदै हुनुहुन्छ। जसको जीवन एकदमै निराश थियो, कहिले मरौँ कहिले जाउँ जस्तो भइरहेको थियो, पुस्न मुकुस भइरहेको थियो, तर प्रभु येशू ख्रीष्टले आजको दिनमा त्यो हृदयहरूलाई, त्यो जीवनहरूलाई फेरि नयाँ आशाको किरण दिँदै हुनुहुन्छ। आमेन। हालेलुया। रिसिभ गर्नुहोस् यो कुरालाई है त। जतिजना टेन्सनमा हुनुहुन्छ, जतिजना त्यो बाढदेखि त्यो एउटा त्यो शक्तिदेखि त्यो कुरादेखि पार हुन सक्नु भएको छैन, संसारले तपाईँलाई एकदमै बाँधेर राखेको छ, दाग भएको छ तपाईँको जीवन बाँधेको ठाउँमा, त्यस्तो कुनै आज तपाईँले विश्वास गर्नुभयो भने त्यो पनि प्रभुले फुकालिदिनुहुन्छ। आमेन। प्रभु येशू ख्रीष्ट चाहिँ मर्नुभयो, गाडिनुभयो अनि तेस्रो दिनमा चाहिँ जीवित हुनुभयो। यस्तो मान्छेहरू पनि छ जो मरे, गाडिए अनि जीवित भएको छ। प्रभु येशू ख्रीष्ट आफैले पनि एउटा मान्छेलाई जीवित पार्नु भएको छ जो 4 दिन भइसकेको थियो मरेको। तर त्यो मान्छे चाहिँ फेरि मरेन भनेर चाहिँ लेखेको छैन बाइबलमा। एक दिन मरेकै छ। अनि यस्तो ठिटी पनि थियो एउटा केटी जो चाहिँ पलङमा मरिसकेको थियो, तर पनि प्रभु येशू ख्रीष्टले उसलाई जीवित पार्नुभयो। तर पनि आउने दिनहरूमा वर्ष दिनमा मर्नु कर पर्यो। मान्छेको जीवन अजम्बरी छैन। तर प्रभु येशू ख्रीष्ट मात्र यस्तो परमेश्वर हुनुहुन्छ जसले चाहिँ मृत्युलाई जितिकन उहाँ चाहिँ त्यही शरीरमा पुनरुत्थान भएको छ। आमेन। अनि त्यही शरीरमा उहाँ जीवित काँचो उहाँ चाहिँ स्वर्ग रहनु भएको छ। हालेलुया। हालेलुया। आज म तपाईलाई बताइदिउँ, बाइबलमा यसरी लेखेको छ, रोमी 10:9 नपल्टाउनुहोस्, तपाईँले लेख्नुहुन्छ लेखिहाल्नुहोस्। कसले झट्टै पल्टाउनुहुन्छ भनेदेखिलाई झट्टै पल्टाएर पढिदिनुहोस्। किनभने यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बिउताउनु भयो भनी हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। सबैजनाले ताली बजाएर महिमा दिउँ प्रभुलाई। एउटा कुरा म तपाईँलाई बताउँदैछु यहाँनिर, मुखले स्वीकार गर्यौ र हृदयले विश्वास गर्यौ। ओके, मुखले हामीले स्वीकार गर्छौँ, प्राय गर्छौँ, तर हाम्रो प्राय मुखबाट स्वीकार गरेको अथवा हामीले बोलेको वचन हृदयमा पुग्दैन। हृदयसम्म पुग्न चाहिँ आवश्यकता छ है। मुखसम्म मात्र होइन, कानसम्म मात्र होइन, तर हृदयसम्म पुग्न आवश्यकता छ। सबैले भन्नुहोस् त, हृदयसम्म पुग्न आवश्यकता छ परमेश्वरको वचन। प्राय हाम्रो मुखबाट निस्किन्छ, कानबाट निस्किहाल्छ। मुखबाट निस्किन्छ, त्यो एउटा ढुङ्गा फैलेको जस्तो त्यो वचन गएकै हुन्छ, तर हृदयसम्म चाहिँ पुग्दैन। हृदयसम्म पुग्न चाहिँ आवश्यकता छ। जबसम्म एउटा विश्वासीको परमेश्वरको वचन चाहिँ उसको हृदयसम्म पुग्दैन, तबसम्म ऊ जिउँदो हुन सक्दैन। तबसम्म ऊ कुनै कुरामा पुनरुत्थान हुन सक्दैन, ऊ आनन्दमा पुनरुत्थान हुन सक्दैन, ऊ शान्तिमा पुनरुत्थान हुन सक्दैन, ऊ प्रशस्तमा पुनरुत्थान हुन सक्दैन, ऊ कुनै पनि परमेश्वरको शक्तिमा पुनरुत्थान हुन सक्दैन, जबसम्म उसको वचन चाहिँ परमेश्वरको वचन चाहिँ हाम्रो मुखदेखि हाम्रो हृदयसम्म पुग्दैन। आमेन। प्राय हाम्रो कानदेखि उडिहाल्छ। सुन्नुहोस् है, किनभने चाहिँ हृदयमा पुगेन भनेदेखिलाई चाहिँ वचन चाहिँ त्यो त्यहीँनिर नष्ट भएर जान्छ। तर वचन चाहिँ हृदयसम्म पुग्यो भनेदेखिलाई चाहिँ त्यो वचनले चाहिँ फल फलाएर ल्याउँछ। आमेन। हालेलुया। टक्कै परमेश्वरको वचन गएपछि चाहिँ नि
हृदयमा चाहिँ हाम्रो परमेश्वर प्रभु येशू ख्रीष्ट वास भएको कारणले गर्दा उहाँले त्यो वचनलाई पर्खिराखेको हुन्छ। अनि उहाँले कति चाहिँ पर्खेकै हुन्छ, खाली हात कतिचोटि प्रभु येशू ख्रीष्ट रित्तो बस्न पर्छ। कतिचोटि हामीले परमेश्वरलाई प्रभु येशू ख्रीष्ट जो हाम्रो हृदयमा हुनुहुन्छ उहाँलाई कतिचोटि कति लामो 1 घन्टा 2 घन्टा प्रभुको वचन सुनेर पनि एउटा वचन पनि तल हृदयमा राख्दैनौँ। त्यही कारण प्रभु येशू ख्रीष्ट रित्तो हात कतिचोटि निराश भएर बस्न कर लाग्छ। तर आज चाहिँ हामी चङ्खो चनाखो अनि बुद्धिजीवी भएर परमेश्वरको वचनलाई सुनेर तल हृदयमा लान्छौँ। किनभने बाइबलले यसरी भन्दछ, रोमी 10:9 कि जसले मुखले स्वीकार गर्छ अनि हृदयले विश्वास गर्छ, आमेन, त्यसको चाहिँ के हुनेछ? उद्धार हुनेछ। हालेलुया। हामीले धेरैवटा कुरामा उद्धार पाएका छैनौँ, तर हामीले उद्धार पाउन आवश्यकता छ। हामीले शान्तिको उद्धार पाइछौँ, हामीले धेरैवटा कुराको आज आनन्दको उद्धार पाएको छैनौँ। बाइबलले यसरी भन्छ फिलिपी 4:4 कि परम प्रभुमा आनन्द गर, औ म फेरि पनि भन्दछु आनन्द गर। आज धेरै विश्वासीको आनन्द हराएको कारण चाहिँ आज वचन चाहिँ सुनेर उताबाट फक्कै फ्याँकेको कारणले गर्दा परमेश्वरको वचन चाहिँ यदि तल त्यो चाहिँ साह्रो छ नि त। परमेश्वरको वचन चाहिँ जानुपर्ने ठाउँमा नगएर परमेश्वरको वचन चाहिँ अर्को बाटो लाग्दैछ भनेदेखिलाई चाहिँ आज हामीले कहिले पनि उद्धार पाउँदैनौँ प्रिय। हामीले कहिले पनि शान्तिबाट मुक्त हुने चान्सै पाउँदैनौँ प्रिय। हालेलुया। अनि तपाईँलाई एउटा कुरा बताइदेऊ, पुनरुत्थानको अर्थ चाहिँ के हो भनेदेखिलाई मर्नु, सबैले भन्नुहोस् त, गाडिनु अनि जीवित हुनु। हालेलुया। अनि त्यो चाहिँ फेरि कहिले नमर्नु। हालेलुया। जुन जीवित भएको कुरा चाहिँ फेरि कहिले नमर्नु चाहिँ पुनरुत्थान हो। हालेलुया। पुनरुत्थानको अर्थ चाहिँ हो मर्नु, गाडिनु, तेस्रो दिनमा जीवित हुनु अनि फेरि 1-2 वर्षमा मर्नु होइन। पुनरुत्थानको अर्थ चाहिँ मर्नु, गाडिनु अनि तेस्रो दिनमा जीवित हुनु हो। अनि जीवित भइसकेपछि फेरि कहिले नमर्नुलाई चाहिँ पुनरुत्थान भन्छ। बुझ्नुभयो? मर्नु भन्नुहोस् त, मर्नु, गाडिनु अनि जीवित हुनु अनि फेरि कहिले नमर्नुलाई पुनरुत्थान भन्छ। आमेन। जो येशू ख्रीष्ट चाहिँ भइसक्नु भएको छ। हामी चाहिँ के हुन्छ, हाम्रो शान्तिमा एकछिन वचन सुन्दाखेरि ओहो शान्ति पाएको जस्तो हुन्छ, तर घरमा पुग्दा नपुग्दा मुख फुस्किरहेको के गर्नु। त्यहाँबाट फेरि के हुन्छ, अशान्ति आइहाल्छ। हालेलुया। त्यहाँबाट फेरि अशान्ति आइहाल्छ। अनि अशान्ति आएपछि के हुन्छ, त्यो फेरि हाम्रो मर्यो त फेरि हाम्रो शान्ति त मरिहाल्छ। तर जुन शान्ति चाहिँ सदा सर्वदा रहिरहन्छ त्यो चाहिँ पुनरुत्थान शान्ति हो। आमेन। अनि यो चाहिँ हर कोही व्यक्ति, हर कोही विश्वासीले प्राप्त गर्न आवश्यकता छ। आमेन। उद्धार भनेको चाहिँ फेरि दुबारा संसारमा मन फिराउनु होइन। आमेन भन्नुहोस् न। पुनरुत्थान भनेको चाहिँ ख्रीष्टसँग जिउनु, ख्रीष्टसँग मर्नु। आमेन। हामी बाइबलमा पाउँछ अब उपरान्त जिउने म होइन तर ख्रीष्ट ममा जिउनु हुन्छ। आज चर्चभित्र ख्रीष्ट जिउनु हुन्छ तर बाहिर गएपछि फेरि संसार जिउनु थाल्यो भने त्यो त पुनरुत्थान होइन है प्रिय। तर हामी आज जिउँछौँ ख्रीष्टमा, भोलि पनि जिउँछौँ ख्रीष्टमा, मर्ने दम तक ख्रीष्टमा जिउँछौँ, त्यो चाहिँ पुनरुत्थान हो। हालेलुया। हालेलुया। त्यसैले बाइबलले यसरी भन्छ, तिमीहरूको मन बदलेर ख्रीष्टमा ल्याऊ। आमेन। आमेन। अनि यहाँनिर यसरी लेखेको छैन चाहिँ हामी उहाँसँगै गाड्यौँ र जसरी ख्रीष्ट मरेकोबाट पिताको महिमाद्वारा बिउताउनु भयो त्यसरी नै हामी पनि नयाँ जीवनमा चालमा हिँडौँ। आमेन।
नयाँ जीवनको चालमा हिँडौँ। आमेन। सबैले भन्नुहोस् त नयाँ जीवनको चालमा हिँड्नु पुनरुत्थान। हालेलुया। आज नयाँ हिजो अस्ति बप्तिस्मा पाएको 3-4 जना हुनुहुन्छ। भाइ बहिनीहरू अब नयाँ जीवनलाई प्राप्त गरेको छ। हामी त भन्नुहोस् नयाँ जीवन प्राप्त गरिरहेछ। हालेलुया। तर उहाँहरूले यदि बप्तिस्मा लिए पश्चात पनि सांसारिक जीवन जिउँछ भनेदेखिलाई उनीहरूको अझै पुनरुत्थान भएको छ। उहाँको मात्रै हो, एकछिन डुबेको मात्रै हो, उहाँको जस्तो मात्रै त्यो त एकछिन पानी चिसो पानीमा डुबेको जस्तो मात्र हो। विश्वास चाहिँ गरेको छैन, मन फिराएकै छैन। मन फिराएको मान्छे, पुनरुत्थान भएको मान्छे चाहिँ कस्तो हुन्छ? एक दिन एउटा दिदीको 2 जनामा कान्छा छोरा चाहिँ मर्यो। कति प्रार्थना गर्यो, प्रार्थना गर्ने आमा हो, यस्तो प्रार्थना गर्ने आमा हो, यस्तो विश्वासमा हिँड्ने आमा हो, तर पनि उसको छोरा प्रार्थना गर्दा पनि बाँचेन, मर्यो। उसको हृदय टुट्यो। तब विश्वासीहरू आएर जय मसीह भन्दा जय मसीह फर्काउनु छोड्यो उसले। उसको विश्वास चाहिँ फुट्यो, विश्वास चाहिँ टुट्यो उसको टोटली। अनि कति आएर सम्झायो प्रभुको दासले, प्रभुको छोराछोरीले आएर सम्झायो, तर पनि जय मसीह सही मसीह चाहिँ नभन है। मलाई कस्तो प्रार्थना गर्ने आमाले, मलाई जय मसीह सही मसीह चाहिँ नगर, म चाहिँ अब चाहिँ ट्याक्कै परमेश्वर छैन भनेर नै विश्वास गर्छु। यो संसारमा चाहिँ परमेश्वर चाहिँ छँदै छैन। हुनुभएको भए उहाँले मेरो स्वर सुन्नुहुन्थ्यो, मेरो प्रार्थना सुन्नुहुन्थ्यो। कति 2 वर्ष 3 वर्षसम्म उहाँले त्यसरी नै एउटा प्रभुलाई इग्नोर गर्दै बसे। तर एक दिन यस्तो एउटा समय आयो, ऊ घरको कोठामा एक्लै बसिरहेको बेलामा प्रभु येशू ख्रिस्ट जो स्वर्ग हुनुभएको छ नि, त्यो शरीरमा, त्यही एक्ज्याक्टली त्यही शरीरमा उहाँ त्यो कोठामा उपस्थिति हुनुभयो। त्यो कोठामा उपस्थिति हुनुभयो अनि त्यो भित्तामा प्रभु येशू ख्रिस्ट उभिनु भयो। त्यो देखेर त्यो आमाको हृदय यति साह्रो बेचलित भयो, यति साह्रो रुयो। न कसैले आएर वचन बोलेको थियो, न कसैले आएर काउन्सिलिङ गरेको थियो, तर प्रभुको उपस्थितिले उसको हृदयलाई यति साह्रो पिघलिदियो, यति साह्रो पश्चाताप गर्यो। ऊ प्रभुमा फेरि पनि फर्केर आयो। हालेलुया। उसको जीवन चाहिँ फेरि, उसको मन चाहिँ फर्केर संसारमा कहिले पनि गएन। ऊ येशूमा कठोर भएर अगाडि बढेर गए। अनि तपाईँलाई थाहा छ उसले के भयो? उसको जीवनमा परमेश्वरले अझै थुप्रो दिनुभयो, थप आशिष दिनुभयो। एक्ज्याक्टली त्यस्तै छोराहरू 2 जना दिनुभयो। आमेन, आमेन। अनि नि उसको मन चाहिँ कहिले पनि फेरि फिर्ता संसारमा फर्केन। त्यो चाहिँ हो ओरिजिनल पुनरुत्थान। आमेन। एकजना दाजुको क्यान्सर लागेको थियो छातीमा। ब्रेस्ट क्यान्सर त प्राय स्त्रीहरूलाई हुन्छ, तर एकजना दाजुको चाहिँ छातीमा लागेको थियो ब्रेस्ट क्यान्सर। डाक्टरले भन्यो 6 महिना मात्र बाँच्छ। उसको छोरा सानो छ, उसको बुढीले पहिला गएको छोडेर, तर पनि ऊ ठीक भयो, प्रार्थना गरिरह्यो। त्योभन्दा बेसी प्रार्थना कसले गर्यो? उसको सानो छोराले। जहिले के भन्थ्यो उसले? त्यो छोराले जहिले पनि यसरी भन्थ्यो, येशूको रगतले मेरो बाउको रोग निको भएको छ, येशूले खानुभएको कोडाको चोटले मेरो बाउ चङ्गाइ भएको छ। कन्टिन्यू 1 महिना भन्यो उसले, कन्टिन्यू बिहान बेलुका उठ्दै पछि भन्यो त्यो छोराले। हामी दबाई खान्छौँ नि, बिहान उठेर भोको पेटमा खाने दबाई, 12 बजी खाने दबाई, अनि फेरि बेलुका खाना खाएर खाने दबाई हुन्छ कतिको। एक्ज्याक्टली त्यो नानीले त्यसरी नै खायो परमेश्वरको वचन। अनि त्यो खाएपछि, त्यो वचन खाएपछि नि त्यो कानबाट निस्केर गएन, त्यो चाहिँ हृदयमा गयो। त्यो हृदयमा गयो। उसले भन्यो कि पत्रुस 2:24 अनुसार प्रभुले खानुभएको कोडाको चोटले मेरो बाउ निको भएको छ, मेरो बाबु चङ्गाइ भएको छ, मेरो बाउ चङ्गाइ भइसकेको छ
भनेर उसले कोराको चोटको दाबी गरेकै 1 महिना पछाडि उसलाई डाक्टरकोमा लग्यो। डाक्टरले भन्छ तिम्रो बाउको त खोइ क्यान्सरै छैन त, कसले भने क्यान्सर छ भनेर। टेस्ट गरेर निस्केपछि बाउको अनुहार खुसी उज्यालो। हालेलुया। बाउले आएर उसको छोरालाई के भन्छ तपाईँलाई थाहा छ? तिमीले प्रार्थना गरेर म बाँचे, तर पनि प्रभुले मलाई नबचाउनु भएको भए पनि मेरो मन चाहिँ कहिले पनि संसारमा फिराउने थिएन, किनभने मैले यो वचन मेरो हृदयमा गाडेको थियो कि म मरे पनि ख्रीष्टसँग, म जिए पनि ख्रीष्टसँग। मर्नु मेरो लागि लाभ हो, तर जिउनु मेरो लागि ख्रीष्ट हो। आमेन। हालेलुया। अनि त्यो बाबु र त्यो छोरा जीवनमा अझै पनि बाँचेर प्रभुको महिमा गरिरहेछ, प्रभुको सेवा गरिरहेछ। बाइबलमा यस्तो व्यक्ति पनि पाउँछौँ हामी जसले आफ्नो सारा सम्पत्तिदेखि लिएर छोराछोरीदेखि लिएर सबै गुमायो, तर पनि उसले मन कहिले फिराएन। आमेन। किनभनेदेखिलाई नि उसको मन चाहिँ नि पुनरुत्थान भएको थियो। उसको मन चाहिँ नि साँच्चै नै येशू जसरी पुनरुत्थान हुनुभएको थियो त्यसरी नै उसको मन पुनरुत्थान हुनुभएको थियो। अयुबको कुरा गर्दैछु। हालेलुया। यसको बुढीले भन्छ आएर, ओइ त्यत्रो दिन रात सेवा गर्ने प्रभुको, प्रभुले तेरो प्रार्थना सुनेन, तेरो चङ्गाइ भएन, मन फिरा, फर्केर आइज भन्यो। फर्किन प्रभुलाई त्याग भन्यो। तर पनि अयुबले चुपो लागेर बस्यो। बेसी बोल्ने मान्छे चाहिँ बरु पुनरुत्थान भएको हुँदैन हतपत। मेरो यीशु यस्तो, मेरो यीशु त्यस्तो, यीशुमा जीवन छ, माई जिजस इज माई हिरो। पछि गएर चाहिँ आफ्नो जिन्दगी चाहिँ बनाउँछ जिरो। फर्स्टमा चाहिँ अत्ताले त्यो आम्मामा त्यो हुन्छ नि एउटा केही पाए जस्तो येशू अर्कालाई सुनाएको रहेछ। खासमा चाहिँ जिजस इज माई हिरो। ऊ बाइक म जिउँछु, ऊ बाइक म कोसँग जिउँदिन, मेरो चाहिँ येशू ख्रीष्टको हिरो भन्दै हिँड्नेहरू पछि गएर चाहिँ ढलफल भइहाल्छ। त्यसलाई पुनरुत्थान भन्दैन। पुनरुत्थान चाहिँ त्यसलाई भन्छ जो चाहिँ ख्रीष्टको बाटो सदा सर्वदा हिँडिरहन्छ। आमेन। आमेन। ख्रीष्टको बाटोलाई पक्रेर हिँडिरहन्छ। हालेलुया। अनि ती व्यक्तिहरू मध्ये एकजना चाहिँ अयुब पनि हो। हालेलुया। अनि प्रभुको चेलाहरू पनि हो। प्रभुको चेलाहरूको जब मन फिड्यो नि तब चाहिँ कहिले पनि उनीहरू फर्केर गएन। उनीहरूलाई मार्यो, काट्यो, पानीमा हालिदियो, उम्लिँदै गरेको तेलमा हालिदियो, पाटमोस भन्ने ठाउँमा राखिदियो। कोही न ओर्लिनु सक्छ, न को त्यहाँनिर जान सक्छ, त्यस्तो ठाउँमा गएर राखिदियो। तर पनि उनीहरूले मन फिराएन, कहिले पनि मन फिराएन। प्रभुमाई भएर जिए, प्रभुमाई भएर मरे। त्यसलाई चाहिँ जीवनको पुनरुत्थान भन्छ। त्यही कारणले सबैभन्दा पुनरुत्थानको कुरा चाहिँ आज हामीले बुझ्न पर्ने चाहिँ के हो भनेदेखि हाम्रो मन चाहिँ जो संसारमा थियो त्यो चाहिँ पूर्ण तरिकाले पुनरुत्थान भएर रिटर्न भएर फर्केर चाहिँ येशूमा आउनु अनि सदा सर्वदा येशूमै जिउनु हो त्यो। आमेन। रोमी 12:1-2 यसले चाहिँ यसकारण ए भाइ हो परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु। पावलले भन्छ बिन्ती गर्छु म तिमीहरूलाई कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा दिइहाल। आमेन। अनि यसैले छ 2मा औ यस संसारसित एकै चालको नहौ, तर तिमीहरूको मन परिवर्तनले तिमीहरू बदल्यौ। फेरि पढ्छु ल, यही तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदल्यौ औ परमेश्वरको असल मनपर्ने इच्छा के रहेछ भने जाँचेर हेर, पत्ता लगाऊ। आमेन। यहाँनिर एउटा कुरा छ, त्यो चाहिँ के हो भनेदेखिलाई मन फिराऊ। तिमीहरूको मन परिवर्तनले तिमीहरू बदल्यौ भन्दैछ। जबसम्म यो मन चाहिँ नि परिवर्तन हुँदैन तबसम्म हामी एउटा असल विश्वासी हुन सक्दैनौँ। ग्यारेन्टी। जब हाम्रो मन फिरिन्छ, जब हाम्रो मन बदलिन्छ नि तब हामीलाई कसैले त चर्च जा, सङ्गति जा, प्रार्थना गर भन्नै पर्दैन।
जब हामीले हाम्रो शक्तिले मन फिराउँछौँ, प्रभुमा फिराउँछौँ नि, तब चाहिँ आज हामी सदा सर्वदा येशूको हुन्छौँ। यो मन फिराउनु चाहिँ सबभन्दा गाह्रो कुरा हो। त्यही कारणले मन चाहिँ हाम्रो वचनले मात्र फिराउन सक्छ। त्यही कारणले वचन सुन्दाखेरि हामी ध्यान सुनेर कामले सुनेर हृदयमा पुर्याउन चाहिँ आवश्यकता छ, तब मात्र हाम्रो उद्धार हुन्छ। यीशु ख्रीष्ट हो भने विश्वास गर्छ आफ्नो मुखले अनि हृदयले विश्वास गर्छ, त्यसको उद्धार हुनेछ। हालेलुया, हालेलुया। कसैले पनि लुगा उल्टा लाउँदैन। यहाँ अहिले हेऱ्यो भने छान्यो भने कसैले लुगा उल्टा लगाएको छैन। ओके, कोही बेला चाहिँ उल्टा लगाउन सक्छ है, झुक्कुल मुकुलमा घरमै, होइन? उल्टा लगाएको छ भनेदेखिलाई कसै व्यक्तिले भनिदिन्छ कि तपाईँले लुगा उल्टा लगाउनु भएको रहेछ भनेर, ऊ टोइलेट गएर भए पनि उसले सुल्टा बनाएर लगाउँछ। तर यदि उसले उल्टै लगाउँछ, कसैले भनेर पनि सुनेर पनि बुझेर पनि त्यसले लुगा उल्टै लगाउँछ भने उसको मानसिक सन्तुलन ठिक छैन। त्यो मान्छेको के छैन? मानसिक सन्तुलन उसको बिग्रेको छ, ठिक छैन उसको। ऊ लाटा हो कि पगला हो पत्तो छैन। एक्ज्याक्टली प्रभुको दासहरूले प्रभुको वचनहरू कतिचोटि भन्दाखेरि पनि त्यो उल्टाको उल्टै जिन्दगी जिउँछ, मन फिराउँदैन। मन चाहिँ संसारमै मात्रै फिराउँछ भनेदेखिलाई नि उसको आत्मिक सन्तुलन कहीँ न कहीँ ठिक छैन प्रिय। हालेलुया। उसको आत्मिक सन्तुलन चाहिँ कहीँ न कहीँ बिग्रेको छ प्रिय। यदि उसको आत्मिक सन्तुलन ठिक हुनु हो भनेदेखिलाई चाहिँ उसले परमेश्वरको वचन सुन्छ अनि त्यसले पालन गर्छ। उल्टा मन बोकेर हिँडिराखेको हुन्छ, होइन? उल्टा सोच बोकेर हिँडिरहेको हुन्छ। शैतानलाई उल्टा शान्ति बोकेर हिँडिरहेको, संसारको कुराहरू बोकेर हिँडिरहेको छ। शैतानले यसरी हेर्छ, यो मेरो मान्छे कस्तो नराम्रो। प्रभुमा विश्वास गरेको, ग्रहण गरेको, बप्तिस्मा लिएको मान्छेलाई एउटा शैतानले चलाउँदैछ। ही इज माइन, ऊ मेरो मान्छे हो, कसैले चलाउन सक्दैन। ऊ उल्टै बस्छ, उसको मन फिराउन सक्दैन उसले, किनभने उसको अधिकार मेरो हातमा छ। ऊ मैले चलाउँदा चल्छ, मैले बस भन्दा बस्छ, मैले उठ भन्दा उठ्छ। शैतान अत्रो कालो साँप पछाडिबाट यसरी चलाइराखेको छ जिन्दगीमा। अनि हामी यसरी फर्किनै सक्दैन क्या प्रभुमा, यसरी फर्किनै सक्दैन। यसरी नै त्यसले ठेलेर हामीलाई संसारमै लाग्छ। मन फिराउ भन्दैछ प्रभुले, मन फिराउनु। एउटा मान्छेले नि, एउटा विश्वासीलाई यति साह्रो ठुलो अधिकार प्रभुले दिनुभएको छ, पुनरुत्थान भएर, क्रुसमा बलिदान भएर। एउटा व्यक्तिले चाह्यो भनेदेखिलाई येशूमा मन फिराउनु सक्छै सक्छ। हरेक व्यक्ति, हरेक विश्वासीले आज चाह्यो, उसले चाह्यो भनेदेखिलाई नि, उसले चाहिँ चाह्यो भनेदेखिलाई उसले संसारदेखि मन फिराएर प्रभुमा फर्किन टाइम लाग्दैन। प्रभुमा भएर उसले जे पनि गर्न सक्छ। त्यही भएर बाइबलमा यसले छ, म ख्रीष्टमा भएर जे पनि गर्न सक्छु। आमेन। आज हामीले जे पनि किन गर्न नसकेको? किनभनेदेखिलाई आज हाम्रो मन संसारमै छ, फिरेको छैन, पुनरुत्थान भएको छैन। त्यसले एक दिन हामीलाई मृत्युमा लान्छ। त्यहाँबाट बाँच्छु, कराउँछु, चिच्चाउँदा पनि हुँदैन। किन? समय बिति त सक्यो। समय त शैतानले हाम्रो समयलाई चलायो। कति नराम्रो सुन्दा पनि हेर्नु, शैतानले हाम्रो समयलाई चलाइरहेको छ। हामीलाई त शैतानले पो पुतला बनाइरहेको छ। यता जा, उता जा, यो खा, यो गर, हुन्छ। जिन्दगी त हो, चल्छ। 2 दिने जिन्दगी त एक दिन अन्तिम दिन आउने बेलामा पश्चाताप गर्दा हुन्छ भनेर शैतानले त्यो नेगेटिभ थट्स, त्यो नकारात्मक सोचाइहरू चाहिँ हाम्रो हृदयमा राखिदिएको छ। मर्ने बेलामा पश्चाताप गर्छु भन्दा हुँदैन। एकजना व्यक्तिले त्यस्तै त सोच्दैछ, म मर्ने बेलामा पश्चाताप गर्छु, चर्च जान्छु, अहिले चाहिँ म जिउँछु, खान्छु, पिउँछु, लड्छु, यता जान्छु, उता जान्छु, संसारले गरेको, संसारमा जन्म लिएर आएको संसारको सबै कुरा त चाहेर जानु पर्यो नि भनेर चाहिँ टाकटुक
जिन्दगी क्रिस्चियन भएर पनि त्यस्तो संसारिक जीवनमा जियो 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 लास्टमा थाहा छ ऊ स्पोर्ट डेट भयो, पश्चाताप गर्ने मौका पनि पाएन। बाइक पनि कुदाउनु नजान्ने, गाडी पनि कुदाउनु नजान्ने, साथीको बाइकको पछाडि बसेको, एक्सिडेन्ट भयो। बेलुका डिस्कभर आउँदै थियो 1 बजी, यति साह्रो उडेर गयो पछाडि बसेको मान्छे, पर गएर अलकत्रको त्यो तातो ढुङ्गामा टाउको ठोकेर स्पोर्ट डेड भयो। सरी आइया आथा आमा, जन्म दिने आमाको नाम पनि पुकार्नु सकेन उसले, आमा भन्नु पनि पाएन उसले। यस्तो समय आउँछ है प्रिय, मन फिराउनु चाहिँ अहिले नै हो, प्रभुले हामीलाई दिएको समय अहिले हो। शैतानले त्यसरी हामीलाई, त्यति बेला शैतान कस्तो खुसी भयो, एउटा भए पनि नर्क आयो, एउटालाई भए पनि जिते। स्वर्गको चाबी त उसको गोजीमै थियो, त्यस्तो गोजीमा बोकेर स्वर्गको चाबी साँचा बोकेर प्रभुले दिनुभएको अधिकारलाई बोकेर नर्क जानु भन्दाखेरि त यहाँ संसारमा भएर पश्चाताप गर्नु ठुलो कुरा हो प्रिय। अनि मन फिराएर प्रभुमा सधैँको एउटा असल जिन्दगी जिउनु असल कुरा हो। सधैँ मन फिराउनु चाहिँ एउटा ख्रीष्टसँग पुनरुत्थान हुनु हो, सधैँ सधैँ पुनरुत्थान हुनु। आमेन।